नमस्कार सम्पूर्ण साथीहरुमा सम्पूर्ण नेपाली सहयोगी मनहरुमा आज चाहिँ म मिथिला नगरपालिका वडा नम्बर 10 हाम्रो लालगढी गौरी टोल भन्छ गौरीबाट गैरा मन्दिर पनि भन्छ ठुलो डगर पनि भन्छ यहाँ चाहिँ छु र चाहिँ एउटा विगत 1-2 हप्तादेखि चाहिँ हामीले एउटा सानो अभियान चलाएका छौं हाम्रो भाइ नाम भन्नु त मेरो नाम तीर्थबहादुर पूजा मगर अनि यहाँ गाउँको बोलाउन चाहिँ सानै भनेर काली नाइता न तीर्थबहादुर पूजा मगर चाहिँ हामीले सानै भन्थ्यौं अनि भाइको चाहिँ श्रीमती अनि चाहिँ पहिला चाहिँ पाठेघरको समस्या क्यान्सरै भएर त्यसलाई उपचार गरिसक्यो नेपाल सरकारको मापदण्ड चाहिँ उसले पाउनु पर्ने नि पाइसक्यो अनि फेरि बढ्दै गएर चाहिँ फोक्सोको क्यान्सर भएको हुनाले चाहिँ अनि चाहिँ अलिक चटारै पर्यो अनि उहाँको चाहिँ चितवन भरतपुर मेडिकल कलेजमा चाहिँ उपचाररत हुनुहुन्छ अनि के गर्ने गाह्रो छ यही हो घरदेखि हामी चाहिँ गर्दाखेरि बच्चा छन् 2टा अन्त त्यो के गर्ने त भनेपछि हामीले एउटा बस्यो हाम्रो एउटा चेन्जी आवाज भनेर हाम्रो एउटा सानो एउटा हाम्रो समूह छ यो चाहिँ चेन्ज हुन चाहन्छ रूपान्तरण हुन चाहने प्रत्येक मानिसको कुनै उमेर लिमिटेसन छैन यसो जोडिन सक्नुहुन्छ अनि समाज सेवादेखि हरेक कुरामा अग्रसर हुने एउटा समूह हाम्रो एउटा संस्था हुने एउटा समूह जस्तो समूह नै हो एउटा आवाज हो यो चाहिँ चेन्जको हरेक कुराहरू राजनीतिमा भ्रष्टाचार हुनु भएन देश विकास हुनु पर्यो भन्नेदेखि समाज सेवा फोकस गर्छौँ हामी र चाहिँ भाइको कुरा निस्क्यो भाइको कुरा निस्किँदा चाहिँ अहिले हामीले भर्खरै पनि कुरा गर्दैछौँ 2 लाख प्लस चाहिँ केही कलेक्सन गर्छ यसले चाहिँ उहाँको श्रीमतीलाई उपचार गर्नको लागि केही सहुलियत होला है र तपाईँ के भन्नुहुन्छ यो बारेमा भने त कस्तो अनुभव गरिदिनु भएको छ मलाई अहिले पहिलाभन्दा धेरै राम्रो हुँदै गएको छ सुधार कसो राम्रो पनि हुँदै गएको छ बिरामीको अझ राम्रो सुधार हुन पाऊँ भन्ने धारणा छ अहिले जस्तो जग्गाले सहयोग दिइरहनु भएको छ उहाँहरूले के भन्नु मलाई सबैजनाले सहयोग गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट मेरो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै धन्यवाद यो चेन्जी आवाजबाट बारेमा के हुन्छ चेन्जी आवाजबाट धेरै सहयोग गर्नुभएको छ होइन चेन्जी आवाजले चाहिँ एउटा अगुवाई गरेको दिने दाता त सहयोगदाता हुनुहुन्छ होइन उहाँ दातालाई धेरै धेरै धन्यवाद एउटालाई गरौँ न भन्दा चाहिँ चेन्जी आवाजको अगुवाईमा चाहिँ भइरहेको छ होइन यो चाहिँ फेरि चेन्जी आवाजले दिएको भन्ने बुझाउनु पनि हुँदैन बुझ्नु पनि हुँदैन तिमीहरूले लिनु पनि हुँदैन माध्यम हो जस्तो के गर्ने त भन्दाखेरि केही नगरेर अन्यलको अवस्था अलिक गाह्रो चाहिँ हुँदैन के गर्ने भनिरहेको अवस्थामा भिड भयो कुरा गरेर यस्तो गरौँ भनेर चेन्जी आवाजबाट चाहिँ पहल गरे भनौँ न पहल गरेर दाताहरूले दिनुभयो म चाहिँ उहाँहरू धेरै धेरै धन्यवाद उहाँहरू धेरै ईश्वरले आशीर्वाद दियो अनि अहिले कस्तो अनुभव भइरहेको छ बच्चाहरू पढ्ने यता उता बस्नुपर्ने यता बस्नुपर्ने कस्तो आफू धेरै गाह्रो हुन्छ बच्चाहरू पढ्न पाएन एउटा बच्चा आमालाई हेर्नु पर्यो आमा बच्चा आफू उता गएपछि बच्चाहरू पढ्न पाउँदैन आफू यहाँ आएपछि चाहिँ म बच्चाहरूलाई पढ्नु अनि अहिले उहाँ कसले रुँदैछ अहिले साल आएर गाह्रो हुन्छ धेरै अनि अब के छ अब लगभग अहिले सामान्य त्यही त्यो केमुहरूको लागि यो पैसाले पुगिरहेको छैन अनि दाताहरूले मन खोलिरहनु भएको छ हात खोलिरहनु भएको छैन अनि अब चाहिँ तपाईँले पनि के गर्नुहुन्छ अन्य अरू यस्तो अर्को परिवारमा कहीँ केही भयो भने तपाईँले अग्रसर भएर सहयोग गर्नुपर्छ राम्रो मान्छे हुनु जमिन दिएको फेरि पनि पटक 1000 पटक मनकारी दाताहरूलाई धेरै धेरै धन्यवाद अनि चेन्जी आवाजले के भन्नुहुन्छ तपाईँ चेन्जी आवाजसँगको अब विष्णुबहादुर ब्रातकी जुन क्यान्सर पीडित होइन सहयोगको संयोजक पनि हुनुहुन्छ अनि चेन्जी आवाजहरू के भन्नुहुन्छ चेन्जी आवाजलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु चेन्जी आवाजलाई यो सहयोग समिति सम्पूर्ण नेपाली मनहरूलाई फेरि पनि अन्तिममा त्यही धन्यवाद व्यक्त गर्न चाहन्छु जसले दिनुभन्दामा अनि यो थोरैले पुग्दैन त हजारौँ छन् भनेपछि सानै भाइको एउटा उपचार सास हुन्छ लास हुँदा चाहिँ यहाँ पनि गरौँ र चाहिँ एउटा हामी सबैले हाम्रो चेन्जी आवाजको पनि एउटा अनुरोध सरकारले एउटा नियम बनाएरै जब कि वार्डमा पठाउँछ वार्ड हुँदै नगर जान्छ त्यो लामो एउटा प्रोसेस चक्कर यता पाउँछ पाइ पनि रहेको छ तर त्यसलाई चाहिँ चेन्ज गरेर केही रोगहरूलाई क्याटेगोराइज गरेर त्यो रोगहरू चाहिँ मेडिकली डायग्नोस भएर चाहिँ त्यो उपचारमा प्रवेश गरेपछिदेखि नै
नेपाल सरकारले जम्मै रोगहरूलाई चाहिँ व्यवस्थित गर्न सकेर आफ्नै हिसाबले एउटा छुट्टै किसिमले गर्न सक्यो भने घरबाट जनताहरूले घरबाट सहयोगीहरूले चाहिँ यसरी हात खोल्नुपर्ने छैन। किनभने कति सजिलो छैन छ सहयोग लिनु सकेको किन के कसो भन्दै दिनु पर्यो भन्दै के भन्दै कतिजनाले त्यस्तो हुन्छ भने कति यो अहिलेको चाहिँ मन काट्ने दिनुभएको छ। तर पनि त त्यो उहाँको काम त होइन नि। नेपाल सरकारले चाहिँ यसलाई म्यानेज गरिदियो भने चाहिँ राम्रो हुन्छ। र जस्तो खुसी साथ दिनलाई उहाँले दान तपाईँ दिने जनताले दिनुहुन्छ दिइरहनु भएको छ नेपालीहरूले। तर नेपाल सरकारको चाहिँ भूमिका नदेखिनु भएर अबको यो नयाँ सरकार हो, अब आउने बन्ने सरकारले पनि होइन यो विषयमा चाहिँ राम्रो सोच्नेदेखि कम्तीमा स्वास्थ्यलाई सबै स्वास्थ्यलाई शिक्षालाई फ्री गर्न नसके पनि स्वास्थ्यका निश्चित रोगहरू छन् जुन चाहिँ त्यो जति लगानी गर्दै नहुने त्यसलाई चाहिँ सरकारले व्यवस्थित गरिदिन्छ नि त। ल धन्यवाद फेरि पुनः हाम्रो मनकारी सम्पूर्ण दादालाई कोटी कोटी धन्यवाद। र जो दिन चाहनुहुन्छ उहाँको क्युआर कोड मेरोमा हुनुहुन्छ, मेरोमा छँदैछ, सबैतिर हालिदिनु भएको छ। र चाहिँ जसले चाहिँ दिइरहनु भयो हात खोल्नुभयो फेरि पुनः धन्यवाद नमन। जय चेन्जी, जय नेपाल।